सबैलाई जय मसी छ। बारगमोर बेलोरेसन चर्च जिरायत सर्लाही को गेट खोल्दैछु म र बेलोरेसन चर्च जिरायत को चर्चको गेट भित्र म पसिसकेको छु र यो चाहिँ 8-10 महिना अगाडिसम्म यो चर्चको आँगनहरू खासै हरियाली थिएन अनि खासै के भन्छ अलिकति उ थिएन जस्तो मलाई लाग्छ। तर अहिले बेलोरेसन चर्च जिरायतको यो आँगन हो अनि यहाँ चाहिँ दुबोहरू रोपिएको छ। दुईजना सिस्टरहरू हुनुहुन्छ अनि यसरी है फुलहरू रोपेको छ अनि बीचमा टक्क बाटोको एउटा भाग छुट्याएर दुबोहरू रोपेको छ अनि फुलहरू चट्टा यसरी गरिएको छ। सिस्टरहरूलाई धेरै धन्यवाद छ र यसरी अड्बर्टाइज छ। चर्चको अगाडिको भाग हो भनेदेखि म तपाईँलाई चर्च पछाडि पनि यसो डुलाउन चाहेको छु र यो चाहिँ चर्च पछाडि जाने बाटो अनि यसरी छ है यसरी ल बेलोरेसन चर्च जिरायत हो भित्र बाल सङ्गति चलिरहेको छ। अनि यसरी अनि ठ्याक्कै यसरी छ अनि अब यहाँनिर हामीले यो वालभन्दा बाहिर पनि हाम्रो नयाँ जग्गा पर्छ अलिकति, त्यहाँ चाहिँ बाटो छेउमा पर्छ तर पनि केरा रोप्ने अनि जे होस् अलिअलि जमिन छ तर केरालाई हामीले राम्रोसँग स्याहार्न नसकेको या यसलाई किरा लाग्दो रहेछ। किरा लागेर चाहिँ अलिकति गाह्रो भएको छ। केही छैन, ठिकै छ। हाम्रो सिस्टर दौडधुपमा हुनुहुन्छ यताउता। आज शनिबार हो नि त, त्यही भएर है यस्तै छ। सबैलाई धन्यवाद भएको होस्।